समय कहिल्यै रोकिँदैनन्। घडीको सुई जस्तै जीवन पनि निरन्तर अघि बढिरहन्छ। बिहानको कुहिरोले ढाकिएको हिमाल जस्तै हाम्रो इतिहास पनि कहिलेकाहीँ धुम्म देखिन सक्छ। तर गुरुङ गाउँका यी घरहरू, यी आँगनहरू, यी धूपका धुवाँहरू सबैले एउटा कथा बोलिरहेका छन्। पुराना तस्विरमा कैद अनुहारहरू, खाली आँगनमा हल्लिएका पातहरू र ढुङ्गे बाटोमा बाँकी रहेका पदचिह्नहरू यी केवल दृश्य होइनन्, यी सम्झनाका चिन्ह हुन्। यी सबैले एउटा सत्य सम्झाउँछन्। पुर्खा केवल बितेका समय होइनन्, उनीहरू हाम्रा इतिहास हुन्, हाम्रा पहिचान हुन्, हाम्रा अस्तित्वका आधार हुन्। आज हामी त्यही अमूल्य परम्पराको खोजीमा निस्किएका छौँ। गुरुङ समुदायको पितृपूजा, जहाँ सम्झना केवल स्मृति बन्दैन, संस्कार बन्छ। नमस्ते, यी युट्युब च्यानल नभए तान दर्शकज्यू मलाई तमुमै पेतल हुता अनुसार रीतिअनुसार क्षमा छेवे कार्यक्रम तिया तानै दिन तमु तोरो निजे सोधो च लाई क्षमा छे। अब क्षमा मत लु बसे क्षमा छेबा अब पहिला भई चलन अनुसार छे गजी तोरो चुर होसे कुल अनुसार तमुनमै चुरबै कोनमया दसैँ सप्तमी दिनार निर आषाढै दमासी दिनार छेमु यी माइतीमै तीनपल्ट छेमु क्षमा छे बिबा अब पितृमै सम्झना लबा चन्द हो नि शरण पर्दिबा अब सै साखुम त हो नि होइ तोरो पहिला भई क्षमा मत लु बसे लबन्द हो पितृमानी आशीर्वाद रहिबा पितृमा सम्झना लबा चन्द हो निजेलाई। गुरुङ अर्थात् तमु नेपालको प्रमुख समुदाय मध्येको एक हो। नेपालका कास्की, लमजुङ तथा अन्य केही जिल्लामा बसोबास गर्ने गुरुङ समुदायले आफ्ना पुर्खाप्रतिको सम्मान स्वरूप पितृपूजा गर्दै आएका छन्। ठाउँअनुसार विधि र परम्परा केही भिन्नता भए पनि यसको मुख्य उद्देश्य आफ्ना पुर्खालाई सम्झनु, सम्मान गर्नु र उहाँहरूको आशीर्वादको कामना गर्नु हो। पितृ भनेको पहिलादेखिको हाम्रो जुजु बाजे सबैहरूको नाम जान्न पनि पर्ने अनि सालमा चाहिँ उहाँको चाहिँ सम्झना लागि हामीले पितृहरूलाई सालमा 2 फेरा हामीले पितृहरूलाई सम्झना गर्छौँ छोरा नातिले। अनि हामीले साउने दमासेको दिनमा पितृहरूलाई सम्झना गर्छ, सबै बोलाउँछ। हामीले उहाँलाई चोखो पानी, अक्षत, धुप अक्षत, दुध अनि चाहिँ मर्च रौसी जहाँ हाम्रो परम्परा चलेको कुराहरू राखेर उहाँलाई देउ पितृहरूलाई हामीले सम्झना गर्छ सालमा दमासेको दिनमा, साउन्ने दमासेको दिनमा। अनि अर्को हामीले दसैँको फुलपातीको दिनमा हामीले उहाँहरूलाई सम्झना गर्छ।
परम्परा भनेको केवल विगतको सम्झना होइन, यो हाम्रो पहिचान हो। पितृहरूको स्मरण केवल एउटा कर्मकाण्ड मात्र होइन, यो श्रद्धा, कृतज्ञता र पुस्तौँदेखि पुस्तौँसम्म हस्तान्तरण हुँदै आएको हाम्रो अमूल्य सांस्कृतिक विरासत हो। यस्ता मौलिक संस्कारहरूलाई जोगाउनु र नयाँ पुस्तासम्म पुर्याउनु हामी सबैको साझा दायित्व हो। यही श्रद्धा र विश्वासका साथ आजको भिडियो यही समापन गर्दछौँ। हाम्रो साथमा रहनुभएकोमा हार्दिक धन्यवाद। फेरि अर्को भिडियोमा भेटौँला। नमस्कार।